ऋणै ऋणमा फसाइदिएको, त्यो पनि दीर्घकालीन ऋण होइन। अहिले ठेकदारलाई तिर्नुपर्ने, उखु बेचेका किसानलाई उखुको पैसा तिर्नुपर्ने, दुध बेचेका किसानलाई दुधको पैसा तिर्नुपर्ने, दुध लियो बेच्यो, त्यस्तो स्थितिमा पुर्याएको अवस्थामा अहिले फेरि हामीले सम्हालेर अगाडि बढाउँदैछौँ। अहिलेको सरकार समयको आवश्यकताले बनेको हो, नत्र भने नेपाली कांग्रेस जस्तो एउटा पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो दुई प्रमुख दलहरू, दुई प्रतिस्पर्धी दलहरू यसरी बस्ने थिएनन्, एउटै सरकारमा बस्ने थिएनन्। तर देशको परिस्थिति हेरेर अस्थिरताले देश खान थाल्यो, स्थायित्व भएन, स्थिरता भएन, देश बर्बाद हुन थाल्यो, अर्थतन्त्र ओह्रालो लागै छ। अहिले अघिल्लो सरकारले भत्ताभुङ्ग पारेको, आउनु पर्ने ठाउँ काहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, तिर्न पर्ने मात्रै बाँकी खरबौँ जम्मा गरिदिएको, ऋणै ऋणमा फसाइदिएको, त्यो पनि दीर्घकालीन ऋण होइन। अहिले ठेकदारलाई तिर्नुपर्ने, काम गराएको तिर्नुपर्ने, उखु बेचेका किसानलाई उखुको पैसा तिर्नुपर्ने, दुध बेचेका किसानलाई दुधको पैसा तिर्नुपर्ने, दुध लियो बेच्यो जम, त्यस्तो स्थितिमा पुर्याएको अवस्थामा अहिले फेरि हामीले सम्हालेर अगाडि बढाउँदैछौँ। त्यहाँ पुर्याउने लाज छैन। फेरि बोलेको अस्तिको दिन मात्रै पार्लियामेन्टमा बोलेको सुन्दा अचम्म लाजो लाग्ने बोल्छ। कस्तो शरम नलागेको, यस्तो पार्ने बजेट प्रस्तुत गर्ने मान्छे, गत वर्ष मात्रै प्रस्तुत गर्ने मान्छे, बजेट प्रस्तुत गरेर देश बर्बाद पार्ने बजेट प्रस्तुत गर्ने मान्छे अप्ठ्यारै लागेको छैन उनलाई।